सो हेलो गुड मर्निङ गाइज, के छ सन्चै हुनुहुन्छ होला है। नयाँ दिन नयाँ सुरुवातसँगै म पनि आइसकेको छु। तिहार पनि सकिहाल्यो होइन। तिहारको भिडियो चाहिँ अब मैले राख्नु पाएको थिएन, अब राख्दैछु आज चाहिँ, हेर्न सक्नुहुन्छ। हामी देशी भैलो पनि खेलियो है मजाले। अनि अब तिहारलाई बिदा बडा हरामी हो बेटा। त्यो तिहारको भिडियो चाहिँ मैले राख्न पाएको थिएन, सो बिजी भएर चाहिँ एडिट पनि गर्नु भएको थिएन। अनि एकदमै रमाइलो भयो तिहार चाहिँ। हजुरकोतिर कस्तो भयो होइन, त्यही हो। लेखिदिनु होला। र हामीले देउसी भैलो पनि खेल्यौँ होइन, अब देख्न सक्नुहुन्छ भिडियो यो भिडियोमा आउँदैछ। सो तिहारको चाहिँ अपलोड अझै ढिलो भयो, बिजी भएर अब भिडियो हाल्नु पाइएन होइन। अब आउँछ भिडियो त्यही हो होइन। अब तिहारको भिडियो चाहिँ आज धेरै दिनपछि, लगभग 18 गते तिहार थियो भने चाहिँ आज त्यहाँ 24 गते धेरै ग्याप भयो कि होइन राख्नलाई। अब हाम्रो यात्रा चाहिँ हुन्छ दाङ तुलसीपुर हुँदै काठमाडौँसम्मको होइन। आज हाम्रो यता देउसी भैलो कार्यक्रम भइरहेको छ होइन। मैले चाहिँ यो डमरू बजाइरहेको छु। हाम्रो साथीहरू छन्, धेरै साथीहरू चाहिँ नाचिरहेको छ, के गरिरहेको छ। के भन्न चाहन्छु, रमाइलो भइरहेको छ। त्यही हो। हजुरहरूकोतिर चाहिँ कस्तो भइरहेको छ त्यो दसैँ? तिहारको रम चाहिँ भोलिदेखि सुरु हुँदैछ। सो आज त्यो हाम्रो टोली पनि सुनिरहेको छ यता, अनि एकदम रमाइलो भइरहेको छ। दसैँ तिहारतिर आउँदा चाहिँ एकदमै रमाइलो लाग्छ। सो अनि के भन्न चाहन्छु भने तपाईँहरू कतिको रमाइलो भयो, हाम्रो एकदम रमाइलो भइरहेको छ। गाउँको लोकल टिम हो, एकदमै रमाइलो भइरहेको छ। सो त्यही हो, रमाइलो गर्दैछौँ हामी, तपाईँहरू पनि रमाइलो गर्नु। क्यामेराम्यानमा हुँदै हुनुहुन्छ मियाराज ओली। शाबाश बेटा। सो हाम्रो देउसी भैलो कार्यक्रम चाहिँ अब सकिरहेको छ होइन। हामी यो भैलीमा खेल्यो भने चाहिँ पैसा पायो भने चाहिँ निस्केको चाहिँ मलाई परेको छ भागमा। डमरू बजाइरहेको छु। यतातिर टोली आउँदैछ हाम्रो लोकल भैली हो। त्यस्तो ड्रेसअप चाहिँ छैन खासै। सो जस्तो लुगा छ त्यस्तैमा चाहिँ हामीले देउसी भैलो प्रोग्राम चाहिँ गरिरहेको छौँ। के भन्न चाहनुहुन्छ? हाम्रो मादलमा हुनुहुन्छ श्री गोपाल ओली होइन। हाम्रो देउसी भैलो चाहिँ एकदम सुखद तरिकाले चाहिँ सम्पन्न भइरहेछ, एकदम रमाइलो तरिकाले। तपाईँहरूलाई कस्तो लाग्यो, लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला सबजनाले। सुरुमा चाहिँ सब्सक्राइब गरिदिनु होला। गाउँ हो है यो, एकदम रमाइलो छ। तिहारको बेला चाहिँ सबतिर अब गाउँहरू चाहिँ सर्ने सिजन थियो, सिजन सरिसकेको छ। सो त्यही भन्न चाहन्छु। हाम्रो टोली चाहिँ यता आउँदैछ, सबै टोलीहरू अब कति छ सबै देख्न सक्नुहुन्छ है। नाइट भ्लगतिर गइरहेको छौँ होइन। सबै ठिक छ, केटाहरू चाहिँ यता छ, पटका पटकेर छ। तिहार छ भोलि, तिहारको सबैलाई शुभकामना। के गरिरहेको छ त्यही हो है। रमाइलो भइरहेछ सबै होइन। आज तिहार भोलि छ। सो आज चाहिँ केटाहरूसँग यस्तो रमाइलो गरौँ कि भनेर चाहिँ यता हिँडिरहेको छु म। त्यही नै हो। अब केटाहरू लास्ट सिटी चाहिँ लास्ट चलिरहेको छ केटाहरूले। सब सिटी ग्याङ हो है। केटाहरूले यस्तो गरेको छ नि सिटी बजाएर कानै
भाइको स्टन्डिङ चाहिँ कडा छ एकदमै है। हामी भोलिबाट सबै केटाहरू अलग अलग हुन्छ न। आज रमाइलो हाम्रो लास्ट दिन हो केटाहरू गाइजहरू। भोलिको कता भोलिको अस्ट्रेलिया त्यो होइन गाइजहरू, अब आज तिहारसम्म चाहिँ सबैजना चाहिँ गाउँमै हुन्छ कि रमाइलो हुन्छ सबैसँग चाहिँ। अब भोलिदेखि चाहिँ को कता छ थाहै छैन कि है। आज तिहार छ, वर्षदिनमा चाहिँ भेटिने तिहारमा चाहिँ सबैजना चाहिँ भेटिसकेपछि चाहिँ रमाइलो गर्नुपर्छ। सो अब आफ्नो तिहारसम्म चाहिँ सबै सँगै हुन्छ, त्यसपछि चाहिँ अब कहाँ हो केही थाहा हुँदैन कि। जतिसक्दो चाहिँ रमाइलो गरौँ, साथीहरूसँग मैले लानु केही नै छैन। सो त्यही भएर चाहिँ जतिसक्दो चाहिँ रमाइलो गरौँ ल है। त्यही नै भन्न चाहन्छु। हामी चाहिँ नाइट हिँडिरहेको छौँ है, भोलि चाहिँ तिहार छ। सो हिँडिरहेको छौँ सबैजना। अब के कस्तो हुन्छ सबैलाई चाहिँ अब इन्फर्म गरिहाल्छु। सो गुड मर्निङ गाइज, के सन्चै हुन्छ? तिहार सुरु भइसकेको छ, गेटअप देख्न सक्नुहुन्छ होइन। अब हाम्रो टिका कार्यक्रम चाहिँ यता सुरु हुन अनि त्यो पनि अब टिका लाउने कार्यक्रम चाहिँ सुरु हुन लागेको छ। सो यता रेडी हुँदैछ। अनि के भन्न चाहन्छु, तिहार चाहिँ अब सबैले चाहिँ रमाउनु होला। तिहार चाहिँ 11:36 सायद गरिसकेको थियौँ हामीले। सो अब टिका लाउने कार्यक्रम चाहिँ सुरु भइरहेको छ। सो अब रेडी हुँदैछ सबै कुराहरू यो होइन। आजदेखि चाहिँ अब तिहार आयो भन्दा भन्दै चाहिँ आज गइहाल्छ होइन, एकछिनमा रमाइलो हुन्छ। सो अनि त्यसपछि गइहाल्छ। अनि अब यार अब हुँदैछ गाइजहरू तपाईँहरूको पूर्वतिर भाइ मेरो हो क्या पश्चिम मेरो हेलो गाइस, गुड मर्निङ इज रियाज रोकाए। सॉरी गाइस। और दाई आज जाप्छ आज है दाई खुल्लै बिहानदेखि आज जाप्मा हुनुहुन्छ उहाँ कति रुपियाँ खाऊ हुनु नगाडिनु 5 वटा होइन कि 6 वटा 5 वटा स्ट्रङमा समझ रहे हो यताको छोरो यताको बाबु फेरि Happy birthday to अलि रोटी खाएर धेरै आज
तिहार चाहिँ सकिसकेको छ। तिहार चाहिँ सबै हामीले फुल ग्राउन्ड गरिसक्यौँ हामीले होइन। अनि माला हेर्न चाहनु चाहिँ यति लगाएको छु मैले, हामी छ यता सबै। अब हामी एकछिनमा चाहिँ अब हामी फेरि उता घुम्न जान्छौँ होइन, रमाइलो गर्नु पऱ्यो नि त। साइडमा चाहिँ हाम्रो सानो बिल्डिङ छ, त्यो चाहिँ नदीको छेउछेउ भएर जानुपर्छ। सो र अफरोड छ यता चाहिँ पुरै हामी अहिले यता भेरी पुलमा छु। भेरी पुल भनेको चाहिँ जुन यता अगाडि चाहिँ सानो भेरी र ठुलो भेरी चाहिँ मिसिरहेको थियो, त्यो त्यहाँ मिसिसकेपछि चाहिँ जुन यहाँ तल बग्छ त्यो चाहिँ हाम्रो भेरी नदी चाहिँ भन्छ, जुन हाम्रो चाहिँ गएर कर्णालीमा मिसिन्छ नि त। यो नदी चाहिँ सक्नुहुन्छ बगिरहेको छ हाम्रो भेरी नदी। अनि म चाहिँ यता छु, हामी चाहिँ बाइक राइडमा आएको थियौँ कि यता हासिबाङदेखि चाइनाबाग लगभग 10-11 किलोमिटर टाढा आइसकेको छौँ होइन। अनि आउँदा चाहिँ एकदम रमाइलो फिल भइरहेको छ, पानी बगिरहेको छ। जुन यो साइड देखिनु भएको छ नि, यो साइडको चाहिँ हाम्रो चाहिँ रुकुम पर्छ भने चाहिँ जुन यो साइड देखिरहेको छ यो साइड जाजरकोट पर्छ कि, जाजरकोट छ यता, जाजरकोट यता रुकुम। सो बिचमा छ भेरी नदी। अनि अलिक पुल चाहिँ जीर्ण रहेछ कि, सो अलि धेरै वर्ष भयो होला चाहिँ बनाएको। त्यो खियाहरू चाहिँ लागेको छ, नडहरू पनि खासै कोही कोहीमा छैन। यता पढिन सक्यो भने चाहिँ पानी खिलेर चाहिँ बाहिर आउँछ होइन।